के छ त दाया नि हालको? फेमस भयो के छ यार काम छ के हुनु यस्तै हो सुनेको त त्यो द एरिस्टोक्र्याट भन्नेको म्युजिक सुने छैन यार त्यसको त यार मैले। त्यो कहाँको युरोपियन ब्यान्ड हो क्या मैले नि भर्खर सुनेको है 3-4 दिन भयो सही लागिरहेको त्यो जापानको कन्सर्टमा होला त्यो अडिटोरियम टाइपको कन्सर्ट उसमा कन्सर्ट गरेर रहेछ सो अनि सही मिठो के चाहिँ मिठो लाग्यो भने त्यसको त्यो 2 जना गिटारिस्ट बेस गिटार अनि ड्रम हो क्या 3 जना टोटल हैन टक्क बेस र गिटारिस्टले चाहिँ लिडले त्यो बोले जस्तो के तर फेरि कस्तो नोट पनि अफ नोट टाइपको छ के त्यही भएर दामी लाग्यो मलाई चाहिँ अनि वाउ वाउ धेरै युज गर्छ त्यसले गर्न चाहिँ अलि सिम्पल छ तर जस मलाई चाहिँ दामी लाग्यो म्याथ मेटल भन्नलाई अलिकति मिल्दैन तर कस्तो हो जस जनर चाहिँ रक जनर नै हो तपाईँ चाहिँ आजकल लास्ट म्याथ मेटल सुन्न लाउनु भयो त गिटार तिनीहरूले राम्रो हान्छ यार के गर्नु यार तर गिटारको चाहिँ दामी हान्छ नि तिनीहरूले हेभी अनि डेथ यो ब्ल्याक यिनीहरूमा चाहिँ त्यो ग्राउन्ड्स धेरै हुन्छ क्या अनि त्यसपछि नर्मल कर्डलाई नै त्यो पुरा खतरा सुने जस्तो हुन्छ तर सिम्पल हुन्छ अनि फेरि एकैचोटि केही लिड सिड हान्यो भने चाहिँ कि कसैको ओभर सिम्पल हुन्छ टेक्निकल हुँदैन कि चाहिँ कसैको त्यो हुन्छ नि त्यो पुरै बिपिएम 60बाट एकैचोटि 200-300 पुऱ्याएको जस्तो क्या त्यो ड्रपहरू नि राम्रो लाग्यो मलाई चाहिँ त्यो ठ्याक्क त्यो चेन्ज हुँदाखेरि नि त्यो एउटै उसमा चेन्ज हुने कि त्यो एउटै टेम्पोमा चेन्ज भइरहेको थियो त्यो राम्रो सुनिँदो रहेछ त्यो प्लिनीको चाहिँ अति दामी लाग्छ त्यो चाहिँ लास्टै टेक्निकल छ कि मैले सुने नि प्लिनीको त सबै ट्याक्कै लाएर मैले त सब सुने भयोभरको युट्युब ड्राफ्ट यताउति सब होइन सब हेरेँ होइन दामी लाग्यो मलाई चाहिँ त्यो चाहिँ हो त्यही हो अलिकति सबैले धेरै सुनेको एल्बम होला चाहिँ अनि त्यसको पनि दामी छ हैन म्युजिक पनि मिठो छ नि राम्रो दिए रहेछ राम्रो हान्दो रहेछ त्यसले अति दामी लाग्यो मलाई त प्लिनी एउटा नेपाली म्याथ मेटल छ क्या आयुष के भन्ने के छ मैले फलो गरेको थिएँ कि इन्स्टामा है तिनीहरूको पनि जस दामी लाग्यो मलाई फर्स्ट नेपाली म्याथ मेटल होला सायद मेबी जस ट्राई गरिरहेछ कसैले दामी छ उनीहरूको पनि जस नेपाली इन्डस्ट्री म्युजिक इन्डस्ट्रीमा केटाहरू चाहिँ खतरा छन् यार भर्खरकोहरूदेखि लिएर पुरानो त पुरानो नै खुङ्खारै भइहाल्यो अनि नयाँहरू पनि जस चुम्बक भन्ने ब्यान्ड सुनेछौ चुम्बक त सुनिहाल्छ नि हो त्यो दाइहरूको पनि राम्रो लाग्यो मलाई है जस यस्तो क्या किन मैले आज भर्खर यसो एनालाइसिस गरेको है नेपाली म्युजिक चाहिँ दामी हुन्छ होइन अनि लिरिकल्ली चाहिँ मान्छेलाई किन पचाउँदैन कस्तो अलिकति कहाँ नपुगेको जस्तो फिल हुन्छ भनेर सोचेँ होइन त्यो चाहिँ किन रहेछ भने हामी अलि इङ्ग्लिस अनि बच्चामा हिन्दी अनि अलिकति सुन्न थालेपछि इङ्ग्लिस गीत धेरै सुन्यौँ अनि ल्याङ्ग्वेज डोमिनेन्ट भयो क्या अनि सेम चिज भनेको त्योभन्दा राम्रो ल जस्तो एलिमेन्ट्सको कस्तो खतरा वर्डहरू युज गर्छ एलिमेन्ट्सले होइन अनि त्यही चिज पनि कस्तो अर्कै फिल हुने क्या त्यो सुन्दै हुन्छ नि विचित्र फिल हुने क्या के नपुगेको कस्तो यो भने होस् भने जस्तो कि त्यो इङ्ग्लिसमा आइयु मात्रै भनेको पनि आई मिस यु मात्रै भनेको पनि ल Blink-182 आई मिस यु मैले तिमीलाई सम्झिन्छु त्यही चिज नेपालीमा भन्दा चाहिँ होइन क्या नमिठो सुनिने रे अनि त्यो इङ्ग्लिस चाहिँ खतरा रे
त्यो ल्याङ्ग्वेज डोमिनेन्ट भयो क्या यार। टक्क ग्रुप सुपमा तर सुन्ने उनीहरूको खालको जस्तो होइन भएन क्या अरे। एलिमेन्ट्सको अरू मलाई नयाँ गीत दामी लागेको थियो यार। कस्तो लाग्छ एलिमेन्ट्सको अब सबै त्यो स्टोरी ब्याक स्टोरी लिरिक्सको ब्याक स्टोरी चाहिँ थाहा छैन होइन। सुन्दाखेरि अब जसले पनि केटीलाई लेखेको तिमी तिमी भनेपछि केटा मान्छेले तिमी भन्यो भने केटीलाई लेखेको टाइपको सोच्छ नि त। तर त्यो नहुनसक्छ किनभने मैले नर्मली ल यसो कहिले सोचेँ सम्झेँ अथवा आफूले लेख्न खोजेँ भने मैले तिमी त भनेर लेख्दाखेरि मेरो पास्ट सेल्फ हुनसक्छ अथवा मेरो फ्युचर सेल्फ हुनसक्छ कि मेरो अल्टर इगो हुनसक्छ क्या, त्यसलाई लेखेको हुनसक्छ नि त मैले। आफैले आफैलाई कल्पना गर्न मिल्छ नि त। हो त्यो चिज एलिमेन्ट्सकोमा चाहिँ मैले कति चिज चाहिँ त्यो हो कि जस्तो फिल हुन्छ है मलाई। अनि त्यही भएर पनि एलिमेन्ट्सको चाहिँ अति दामी लाग्छ। सबभन्दा दामी लाग्ने त ड्रमर अति दामी लाग्छ। केही वास्ता छैन बिट चाहिँ ओ मान्छेले अघि मैले हेल्चिन्छ कन्सर्ट हेरेको थिएँ होइन एलिमेन्ट्सको। त्यहाँ पनि यस्तै हो कि त्यो ड्रमर चाहिँ पुरा फ्लोमा होइन आफ्नै धुनमा टाइपको के त्यो त्यो इयर बफ त लगाएर होला होइन। त्यही पनि त्यो आफ्नै तरिकाको जस्तो कि तर फेरि कस्तो कस्तो टुनमा निकालिदिने कि फेरि त्यो हुन्छ नि त्यो ट्याक 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 वाला टुनमा निकालिदिने कि कुरा गर्दाखेरि कुरा टोके तिम्रो ल के अरे लिरिक्सको कुरामा क्या त्यो नयाँ गीत क्या नयाँ भन्नाले अब जस्ट रिसेन्ट गीत त्यो ए जीवन मसँग एकछिन कुरा गर भन्नेवाला ए जीवन त्यो यस्तो दामी लाग्यो। अब खै यो सब्जेक्टिभ हो राम्रो नराम्रो चाहिँ मलाई चाहिँ बवाल लाग्यो है। त्यो हुन्छ नि डाइरेक्ट तिमी मबाट बाहिर निक्लेको जस्तो है। सुन्दिन लाग्यो तुरुन्तै होइन यसो लिरिक्स हेरिदिनु पर्यो भनेर के लिरिक्स होइन शब्दै खतरा खतरा युज गर्छन् नेपाली प्रष्ट। अब त्यो मैले चाहिँ सुनेर त्यो ए जीवन मैले एकचोटि सुनेको थिएँ तर मलाई चाहिँ के लाग्यो भन्दाखेरि त्यो एकचोटि बाहेक अर्कोचोटि चाहिँ सुन्न मिल्दैन जस्तो कि हल्का त्यो भाइ हुन्छ नि त। म चाहिँ फेरि अलिकति प्रपर कि त पङ्क मेटलतिर ठिक लाग्छ कि त स्लो रक यताउति हुन्छ नि त। पङ्क तिमीले उ त्यो सुनेछौ पङ्कज पप भन्ने सुनेछौ ब्यान्ड? सुनेको छु पङ्कज पप नि सुनेको छु। कभर ब्यान्ड हो क्या आफ्नो पनि ओरिजिनल छ होला तर कभर ब्यान्ड हो। त्यो पुरानो पप अनि त्यो त्यस्तै त्यस्तै पप सङ्गहरूलाई चाहिँ आरएनबी चाहिँ रकमा हाल्छन्। अनि आस्किङ एलेक्सेन्ड्रा भन्ने पनि छ होइन। पहिला चाहिँ अब पहिला मलाई एउटा दाइले सुनाएको त्यो हुन चाहिँ प्लस 2 पढ्दा। तर त्यसको अस्ति भर्खर मैले एउटा त्यो सुने कि कामबाट फर्किरहेको होला गाडीमा के अरे somebody that I used to know क्या लोटेको त्यो पङ्क रकमा। अरू चाहिँ नर्मल छ त्यो जस्ट त्यो गीत यत्तिकै नै त्यसको पिच राम्रो छ नि त खास ओरिजिनलै। अनि त्यसको सुरुमा चाहिँ नपच्या जस्तो लाग्थ्यो पछि स्क्रिम गरेपछि चाहिँ ल है पारा ल्यायो है जस्तो फिल भइरहेको जस्ट राम्रै छ। होइन तर राम्रो हानिराखन त्यस्तो त्यो जुन एउटा जनरको गीत चाहिँ अर्को जनरमा ठ्याक्क कभर गर्छन् नि त्यो राम्रै गरेर राखन्छस्। त्यस्तो त्यो अफेन्सिभ हुनुपर्ने टाइपको चाहिँ छैन कि तिनीहरूको चाहिँ। ल जस्तै पहिला चाहिँ यस्तो कुराहरू त के अरे प्रपर ब्यान्डहरूले गर्थ्यो नि त। अनि अहिले चाहिँ त्यो सोलो आर्टिस्टहरू यताउति चाहिँ आर्टिस्टै भनौँ न अब गाउन जानेसी हामी नि अब म त जान्दिनँ के अरे त्यही भएर मेरो लागि त आर्टिस्टै भयो के अरे होइन। मेरो लागि पनि आर्टिस्टै हो नि। यामाको 150 तर मैले कस्तो यो काटेको वाला किन्न खोजेको थिएँ क्या। कुन चाहिँ काटेको वाला चाहिँ यो नभएको के भयो साउन्ड चाहिँ मिठो छ तर अहिले चाहिँ बजाउनु मिल्दैन। पराउँछन् फेरि यामाले त साउन्ड राम्रै निकाल्छ होइन। मैले पियानो बजाएको थिएँ कि त्यहाँ उहाँ त्यो वेयर हाउस थिएन
ए उयो मैले यामाहाको पियानो चाहिँ यस्तो ट्याङ 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 चाहिँ हानेको देखेँ। बजाउनु त आउने होइन, त्यहाँ पनि त्यो त ट्याङ काम ट्याङ ट्याङ गरेँ ट्याङ हान्दै। आजकल 3-4 वर्ष भयो मलाई एभेन सेभेन फोल्ड भनेपछि एकदम भयङ्कर खतरा लाग्छ यार। एभेन सेभेन फोल्ड सुन्न त सुन्न त त्यसको गीतहरू होइन, केही 8-10 वटा गीत, एउटा एउटा एल्बम दुईवटा एल्बम सुनेको थिएँ होइन, +2 पढ्दाखेरि। त्यही नर्मल गीतहरू। तर अहिले त्यो अलि पुरानो एल्बमहरू सुन्न थालेको त दामी लागिरह्यो यार, यिनीहरूको कस्तो तिनीहरू त दामी धेरै लाग्यो। दामी छ यार। मैले त तिनीहरू धेरै अगाडिबाट सुन्न थालेको थाल्न चाहिँ होइन। तिनीहरू त मलाई त धेरै दामी लाग्छ। मैले कति 11मा पढ्दाखेरि हो क्या, फेसबुकमा चाहिँ डियर गडको चाहिँ देखेको थिएँ कि। तिनीहरू नै सुन्थ्यो पहिला। अनि त्यस अहिले पछाडि चाहिँ देखेँ होइन। अनि यिनीहरूको त्यो एउटा एल्बम छ कि, त्यो के हो, के हेभेन भन्ने हो कि के हो भन्ने एल्बम छ कि तिनीहरूको। त्यसमा चाहिँ बरिड अलाइभहरू यताउति सुने होइन, राम्रो लाग्यो। त्यस पछाडि त्यो बरिड त्यो अलाइभ पनि भएको एल्बम छैन, के रे त्यो एल्बमको नाम? होइन, हेर न। हेर न हो, हेल टु द किङ हो क्या यार त्यो एल्बमको नाम। त्यो त गीतको नाम हो। सोलो गीत रहेछ त्यो। रुक्किन है म खोज्छु। होइन त एल्बमै रहेछ त्यो। त्यो बरिड अलाइभमा त्यो डेन्जर पिट्छ नि त्यो गिटार यार, यस्तो दामी लाग्छ यार मलाई यार। त्यो स्टार्टिङको फोल्डर के त्यो झ्याझ्याझ्याझ्याझ्या गर्छ नि, त्यो वाला नै कस्तो हाइप लाउँछ मलाई त। मलाई चाहिँ खै गिटार पनि ठिकै हो, मलाई चाहिँ त्यसको लिरिक्सहरू, गीतहरू राम्रो लाग्छ, गाएको पारा मनपर्छ। तिनीहरूले तर जस्तो नि गर्न सक्दिने कि। अहिले नयाँ एल्बम आउँदा रहेछ नि त यिनीहरूको, म्याजिक भन्ने। ए हो, जस्तो नि भन्दा साथ मलाई एउटा रिसर्च छ क्या। मेरो अर्को नाम भन त ल, यहाँ चिन्ने बोलाउँदा भन्नाले भन नर्मली। मेरो नाम के राख्छु कि मैले, साइक्स राख्छु नि त। यस्तो खतरा लाग्थ्यो कुनै टाइममा है, +2 पढ्दा 2014-15मा हो। त्यसले ऊ गरेको क्या, रिहेबिलिटेसनमा बसेर लेखेको लिरिक्स हो क्या त्यो, सेम्पिटर्नल भन्ने एल्बम, ब्रिङ मी द होराइजनले। अनि त्यसको भोकलिस्टको नाम हो क्या ओलिभर साइक्स। अनि यस्तो खतरा लाग्थ्यो त्यो। मैले त्यहाँदेखि डिस्कोग्राफीहरू डाउनलोड गरेर सुन्न थालेँ। पहिला चाहिँ एउटा दुईवटा ल्याम्ब अफ गड सुनेको छस् भन्दा सुनेको छु भन्ने होइन, तर यो एल्बमको गीत थाहा छ भन्दाखेरि एल्बम भन्ने टाइपको हुन्थ्यो। गीत सुनेको, एल्बम चाहिँ नसुनेको है। अनि त्यसपछि चाहिँ त्यो सेम्पिटर्नलको होल एल्बमै यस्तो दामी लाग्यो होइन। अनि त्यसपछि चाहिँ अनि एल्बम पुरै डिस्कोग्राफी नै डाउनलोड गरेर सुन्न थालियो कि। अनि त्यहाँबाट साइक्स नाम राखेको। त्यो गीत निकाल्ने बेलामा पङ्क मेटल, अब कस्तो नाम दिने, कोर पङ्क टाइपको थियो होइन। त्योभन्दा अगाडि हेभी कोर थियो। अहिले त तिनीहरू आरएनबी जस्तो भइसक्यो। सबलाई टिकटक चाहिएको कि त अहिले, सबलाई टिकटक चाहिएको कि। यो सब यो पप इन्फ्लुएन्स आयो कि लास्टै धेरै। सबलाई कमर्सियलाइज गर्नु पर्यो होइन। यो पप इन्फ्लुएन्स धेरै भएर चाहिँ नट गुड के। जुन त्यो रनेस सुन्न पाइन्थ्यो नि त, जुन अहिलेसम्म चेन्ज भएको चाहिँ उ त्यो के अरे वाइल्ड सी स्लिप्स भन्ने छ है। त्यो यिनीहरूको एल्बम चाहिँ नाइटमेयर एल्बम रहेछ त्यो। नाइटमेयर एल्बम रहेछ त्यो। एल्बम फुल एल्बम राम्रो हो यार तर तिनीहरूको है। तिनीहरूको त्यो नाइटमेयर फुल एल्बम राम्रो हो कि।
एउटा पनि त्यस्तो यो नसुनौँ टाइपको छैन कि त्यो एल्बममा चाहिँ। पछिको त्यो स्काटिसीवालाको पनि राम्रो छ यार तिनीहरूको। स्काटिसु ए स्काटिसू त आरएचसीको आरएचसिपीको भयो। के अरे सो फार अवेवाला कि त्यो त पुरानै भइहाल्यो नि। अघि त्यो एल्बम पनि राम्रो छ कि। है मलाई त सबै टाइम लाग्छ यार। म त ब्लाइन्डली हात चिम्लेर जुन बजाए नि सुनिदिन्छु। अति दामी लाग्छ। लिरिक्स एउटा दुईटा लिरिक्स चाहिँ मैले अस्ति खै कुन गीतको थियो आठ लेखेर यसो लेख्न चाहिँ, तर त्यसमा चाहिँ म्युजिक ठिकै लागेको थियो। अब यिनीहरूको स्क्रिम गरेपछि राम्रो लाग्छ क्या आफूलाई चाहिँ। अब त्यो स्क्रिम पार्टहरू हुन्छ नि, त्यो भएर नि हो। तर के अरे अल डे अल टाइम एनी टाइम जुन बेला नि जहिले पनि बच्चादेखि बुढासम्म जहिले पनि मनपर्ने भनेको एउटा प्रल्जम, अर्को चाहिँ जिएनआर। अलवेज मलाई चाहिँ लेड जेप्लिन र जिएनआर। ए तिमीले लेड जेप्लिन भन्यो ऊ त्यो सुनेछौ नि होइन, ग्रेटा भ्यान फ्लिट? सुनेछु। अब त्यतिखेर त फुच्चे फुच्चे नै बिहान थियो के अरे। अहिले त थाहा भएन, अहिले पनि छ होला गीत निकालिरहेको। तर अब कस्तो हेर न, सेम टु सेम छ नि त लेड जेप्लिनको। सेम टु सेम छ तर सेम टु सेम सेम छ, छ। म्युजिक टाइप पनि सेम छ। त्यो जुन इसेन्स हुन्थ्यो नि त्यो उसको लेड जेप्लिनको, ठ्याक्कै उनीहरूको पनि त्यही छ होइन। त्यो रेस्ट नोटहरू यताउता त्यो एभ्री ब्रेकहरू पनि के। अनि भोकल त झन् कपी पेस्ट जस्तो त। अघि त्यो त अघि त्यो त त्यस्तै हो। तर यसको चाहिँ क्रिटिक्स दुईटा छ क्या। अब अहिलेको जेनेरेसनको रक बचाउने ब्यान्ड एटलिस्ट कोही छ है भन्ने मान्छे पनि छ। अनि ओरिजिनलै भएन नि यो त। लिरिक्स आफ्नो लेख्यो तर कम्प्लिट म्युजिक सबै एभ्रिथिङ उनीहरूको छ। अनि यसलाई सुन्दा त लेड जेप्लिन हो भनेर सोध्छ पहिला, अनि होइन रहेछ भने अनि ए कसको कभर हो भनेर सोध्छ। नेपाली कभर ब्यान्ड उयो मलाई रकेट्सको भोकलिस्ट सञ्जय दाईको क्या। सञ्जय दाईको मैले उसमा सुनेको के सुरुमा चाहिँ पर्पल एजमा क्या अडिसन भइरहेको थियो कि म भर्खर प्लस टू सकेर होइन पकल कुन इयर हो त्यो 2016-17 होला। म यता ब्याचलर्स छोडेर अर्को जोइन गर्दाखेरि त्यतिखेर अडिसन भइरहेको थियो भोकल, नयाँ भोकलिस्टलाई रहेछ। त्यतिखेर थाहा थिएन। अनि सञ्जय दाईको भोकल यस्तो खतरा लागेको थियो। मेटालिका अब हामी चाहिँ म अनि दुई चारजना थियौँ ठ्याक्कै त्यतिखेर गएको। अनि बाले भन्ने छ मेरो साथी एउटा बच्चादेखिको, अनि त्यो र मैले चिच्चाएको कि माथि बसेर जे त्यो गीत रोक्यो कि हामीले गाइदिने कि दुईजना मर्ने चिच्चाएर गाइदिने। अनि कन्टिन्यू गरिदिने कि उनीहरूले हरेकचोटि त्यस्तै 7-8वटा त्यस्तो गऱ्यौँ होइन। अनि एउटा साथी त्यस्तो कडक भइरहेछ, आफू पुरा हाइपमा आइसक्यो होइन, अब तल जानुपर्छ भन्ने फिल भइरहेछ। ऊ त सुत्दिरहेको भर्खर घरबाट आएको क्या। इन्टरटेनमेन्ट भएछ त। अनि क्या स्याड भएको क्या, कस्तो सुन्नु मन थियो। अनि त्यतिखेर त्यो दाइको स्क्रिम अति बवाल लागेको। तर त्यो रकेट्स भन्दा अगाडि पर्पल ट्रेन के थियो त्यो दाइहरूको अर्को ब्यान्ड थियो क्या। रकेट्स भन्दा अगाडि अर्कै नाम रहेछ पर्पल ट्रेन हो कि पर्पल ट्रेन होला। त्यतिखेर चाहिँ दाइले गिटार कि बेस बजाउनु हुँदो रहेछ। अनि पछि चाहिँ नि भोकलमा आउनु भएको रहेछ। जस बवाल लाग्यो भोकल। बिचमा त त्यो दाइले भोकल क्लास पनि गराउनु हुन्थ्यो। लकडाउन पछि हो कि के हो, मैले जोइन गर्ने सोचेको थिएँ। तर कहाँबाट के गरेर त्यही ब्यान्डको गिटारिस्टसँग चाहिँ गिटार सिक्न पुगेँ। हृदेश दाई, वान अफ द टप गिटारिस्ट नेपालको। टोन त्यो दाइको मलाई गिटार टोन चाहिँ बब्बाल दामी लाग्छ। अनि मान्छे पनि हम्बल भएर होला, त्यो रेस्पेक्टै अरूलाई चाहिँ
यो आइडल हो अथवा यो यस्तो यो उस्तो भन्ने हुन्छ। त्यो चाहिँ मान्छे पनि हम्बल प्लस त्यो स्किल्स पनि। अब मैले झन् त्यो ऊ बेला अन्डरग्राउन्ड हुँदाखेरि हामी प्लस टू पढ्दाखेरि अन्डरग्राउन्ड ब्याटल भइरहन्थ्यो क्या। अहिले पनि हुन्छ होला सायद, थाहा छैन होइन। तर त्यतिखेर जस हाम्रो ब्याचलर्स के अरे हाम्रो होस्टेलको एउटा दाइ ब्रिज नट ब्रोकन भन्ने ब्यान्ड थियो त्यतिखेर। अनि अन्डरग्राउन्ड ब्याटलहरूमा गइरहनुहुन्थ्यो कि त्यो दाइले गर्दा हामीलाई पनि थाहा भयो। अनि म पनि कहाँ कहाँ पुग्थेँ। अनि त्यतिखेर देखेको साइलेन्स फेस्टिभलको ओपनिङको लागि कम्पिटिसन थियो कि आइसिएमसीको कम्पिटिसन थियो कि अन्डरग्राउन्डको कम्पिटिसन थियो, त्यो चाहिँ याद भएन होइन। किनभने त्यतिखेर डर गइन्थ्यो। अनि त्यतिखेर भर्खर फुच्चे एउटा खतरा ओजिलोको त्यो अफ माई सेगमेन्टको ओजिलोको कि समथिङ कुन गीत बजाउनु भएको थियो कि यस्तो खतरा लाग्यो। अब आफ्नो उमेरको, त्यतिखेर आफ्नो उमेर भनेको 17-18 वर्षको उमेरमा होइन, आफू 17-18 वर्षको उमेरमा त्यही उमेरको केटाहरूले बजाइरहेको छ यस्तो खतरा गीत। आफूले एभ्री डे सुन्ने, मैले त्यो आँट्न पनि सक्थिनँ होइन। गिटार अलिअलि बजाउँथेँ तर त्यो आँट्न पनि सक्थिनँ गिटारमा। त्यो एउटै उमेरको मान्छेले माया त्यस्तो बजाइरहेको छ, बाहिर भइदियो छुट्टै कुरा। नेपालको सिन त अब सबै त्यही त हो नि त। कोही भइरहेको थियो। अनि अहिले 81 पछि एकैचोटि कति वर्षको 7-8 वर्षको ग्यापमा देख्यो। अनि पछि यसो रियलाइज गरेको यो दाइ त त्यही पो हो क्या हो भनेर। अनि त्यही रहेछ क्या रितेश दाइ त। त्यसपछि त झन् बिग फ्यान है त्यो दाइको। रितेश दाइ त ए1 एल्गोरिदम भन्ने ब्यान्ड सुनेन। टेक्नो रक टेक्नो हो होइन। अनि टेक्नो र इडिएम त धेरै फरक छ नि दाइ। हुन त हो तर कसरी त्यो पनि हल्का त्यस्तै ऊ छ क्या अलिकति। जस्ट एल्गोरिदम सुन न एउटा कुनै सुन त हेर त।